यताको उता पनि गरेर हामीले फ्रेम मिलाउनु पर्छ। त्यसरी राख्नुपर्छ। भाले चाहिँ प्रशस्ति हुनु पर्यो फुटाएको बेलामा, भाले नभएको बेलामा फुटाउनु भएन। अनि भाले र अन्डा अनिवार्य चाहियो। 3 दिनको अन्डा, 3 दिनको अन्डा अनिवार्य चाहियो। हिजो हामी पढि पनि सकेका छौँ 3 दिनको अन्डाको बारेमा। 3 दिनको अन्डा अनिवार्य हुनु पर्यो। अनि अनिवार्य भइसकेपछि जहाँ जुन घारमा रानी छैन त्यो घारमा चाहिँ त्यो अन्डा र भाले मौरी भएपछि त्यसलाई चाहिँ अनि कर्मी मौरीहरूले त्यो अन्डा लार्वा भइसकेपछि साई कुराकोहरू ल्याएर खुवाउँछ हैन। अनि त्यसलाई चाहिँ वृद्धि विकासको लागि, रानी बनाउनको लागि त्यो चाहिँ 16 दिनसम्म त्यसले खुवाउँछ। अनि जन्मिन्छ, जन्मिसकेपछि नि साई कुरा खुवाउँदै गएर अनि चाहिँ त्यो रानी एकदम मजबुत बलियो हैन अन्डा दिन सक्ने हुन्छ। त्यसरी चाहिँ मौरी त्यस्तो खालको अवस्थामा मात्रै मौरी फुटाइन्छ। अर्को सर एउटा थियो घार फुटाउने कुरा आएछ है। हजुर, जस्तै बुढे घारमा छ, मधुसमा छ भने त्यसलाई के गर्ने छ? मुडे घार अथवा बाक्सामा छ भने अथवा बाक्सामा छ भने के गर्ने भने त्यसको हकमा चाहिँ दुईटा कुरा अपनाइछ। बुढा मधुस भन्नु दुईटा जेमा भए पनि मुडे घार अथवा खोपा अथवा चाहिँ जेमा भए पनि सार्न सक्छ। आधुनिक घारमा राख्नु पर्यो भन्नु पर्यो हैन। के गर्ने भने यो मुडा भयो, त्यसरी पल्टिरहेको छ, तपाईँको यहाँ मुडे घाट छ। अब यहाँ कसरी सुरक्षित साथ तपाईँले यहाँको चाहिँ मौरी छिप्नु पर्यो भने के गर्ने भने अब यो रानी केज भन्ने बट्टा हुन्छ यस्तो। यो एउटा मात्रै किन्दा तपाईँलाई 100 रुपियाँ पर्छ हैन। यो चाहिँ यहाँ खोल्ने खोलियो हैन। खोलिसकेपछि अब त्यहाँ चाहिँ राम्रोसँग रानी हेर्ने, रानी फेला पार्ने, फेला पारिसकेपछि यहाँ सर्लक्क चाहिँ यसलाई रानीलाई हाल्ने, लगाइदिइहाल्ने चाहिँ भाग्छ हैन। अनि तन्नेरी कर्मी मौरी हुन्छ, भर्खरका चाहिँ तन्नेरी कर्मी मौरी हुन्छ। त्यो कर्मी मौरीलाई बिस्तारै हातमा टप यहाँ 10-8वटा हाल्ने सकिन्छ भने, नसके रानी मात्रै भयो नि भो। अनि ठ्याक्क लगाएर तपाईँले आधुनिक घारमा यसरी यो आधुनिक घार हो, यो आधुनिक घारमा अनि यहाँ लगाएर तपाईँले अडाइदिने यसलाई। अब कतै अडाइदिने हैन, यसमा चाहिँ यसरी राख्ने पनि हुन्छ, यसरी राख्दिने हैन। रानी यहाँ बस्छ, रानी भइसकेपछि यो गन्धले मौरी आफै आउँछ हैन। अलिअलि चाहिँ यसो सोरेर हालिदिने अनि बिस्तारै आउँछ, त्यतै फर्काएर राखिदिने, आफै सट्टै आएर बस्छ। त्यो पिलो नखोलिकन खोले केही फरक परेन। यसरी यहाँ रानी बसिरहेको त त्यो पाउँछ। अनि तपाईँको यसरी राखिदिइसकेपछि अब के गर्ने भन्नु होला नि, त्यहाँ चाका छ अनि त्यो बट्टाहरू खोल्ने, त्यो मुडे घार यहाँ पल्टिराख्ने, रानो काम सिद्धियो। अनि यसलाई फुटाउने हो के गर्ने हो, अथवा ढुङ्गा तल छ अथवा जिमीभन्दा 3 मिटर तल मौरी बसेको छ, थाहा हुँदैन कस्तो ठाउँमा छ, तलको भैमा नि बस्छ है मौरी। अनि त्यो सबै निकालेर त्यो मौरीमा रहेका चाकाहरूलाई के गर्ने भने तपाईँको यस्तो भन्नु आधुनिक फ्रेम ल्याएर हाल्ने, यसो यो झिक्ने है। अनि आधुनिक चाका ल्याएर तपाईँले यहाँ चाहिँ यसरी राख्नुभयो मानौँ अथवा समाउँछ सर। अनि यसरी राख्ने है, यसरी राखेपछि यो धागो भयो हो, यो धागो भयो। यो धागो भइसकेपछि अनि त्यो चाका सट्ट चक्कुले सिधा गरेर काट्ने, यहाँ ठ्याक्क जोड्ने। अनि यहाँ पुग्यो भने यो वारबारै गर्ने, यहाँ पनि झिक्ने, अलिक टाइट गरेर राख्ने, किरा नमर्ने गरेर। त्यो बच्चाहरू छ नि त्यो मर्न भएन, त्यसलाई चाहिँ मजाले समाउनु भएन, निचरिन्छ। सर्लक्क ल्याएर यहाँ राख्ने, राखिसकेपछि यसलाई कसरी बाँध्ने त भन्नु होला भने यहाँबाट धागो लाने, अलिकति यसरी धागो लाने। धागो लगिसकेपछि खाली घार छ कि त सबै सहिलेसँग देखाउँछु। अनि यो खाली घार तपाईँको भयो। यो भइसकेपछि के गर्ने भन्नु होला, यसरी धागो राख्ने, यसलाई नापेर काट्ने, यति मात्रै। यो ठ्याक्क भयो नि त। अब यसलाई काट्ने काम गर्न सहिलो हुन्छ। यो चाहिँ काटिदिने, काटिसकेपछि यो काटेको धागा मान्नुहोस् यहाँबाट छिराइयो, छिराइसकेपछि यसो गरियो, यसलाई यता लाने, यसलाई यता लाने, यसरी बान्ने। अनि यहाँ मजाले कस्ने। अनि यसलाई चाहिँ
अलिक ओह्राल्याउनु पर्ने हुन्छ, यहाँतिर राख्ने होइन, यहाँतिर राख्ने, यहाँतिर राखिसकेपछि यसरी चाहिँ तपाईँको चाहिँ यसो गर्ने, यसो गरिसकेपछि यहाँ बाँधिदिने, मजाले बाँधिदिने। अनि यो बाँकी रहन्छ तपाईँको यो टुप्पो दुईवटा बाँधे जस्तो बाँकी रह्यो नि, यसलाई सरक्क काट्ने। अनि यस्तै गरेर तपाईँले यहाँनेरि पनि बाँध्ने, यहाँनेरि पनि त्यसरी बाँध्ने। त्यो भइसकेपछि यो चाका 2-4 दिनमा जोइन हुन्छ। अनि 7 दिनपछि यो धागो चाहिँ काटेर निकालेर फ्याँकिदिने। त्यसरी चाहिँ मुडे घारबाट अथवा भनेको मौरीबाट अथवा मधुसबाट अथवा चाहिँ तपाईँको रुखको चाहिँ हाँगाहरू पनि मौरी बसेको हुन्छ, त्यहाँ चाका हुन्छ, त्यसरी राख्ने। सकिन्छ भने अलि धेरै नै त्यस्तो बच्चा भाजती चाका सबै यसमा हालिसकेपछि त्यो बच्चाको मायाले त्यो मौरी कहीँ भाग्दैन।